रेस्टुरेन्टमा आउँदैछु होइन छिटो कुन न ढिलो भयो क्या ओ मेरे रांझे बता दे मेरी गड़बड़ी कर ले मुखबरी ना कर जोरा जोरी ऐसी प्रीत मेरी है निगोड़ी चुलबुली करे जो छक जोरी क्यों ना सो दिस इज द अनस्क्रिप्टेड भोइस ओभर म यसरी नै बिचमा आइरहन्छु कन्टेक्स्ट दिनलाई किनकि म भिडियोमा धेरै कम बोलेको रहेछु अनि यहाँनिर चाहिँ स्पेसली के भइरहेको थियो भन्दाखेरि थोरै ढिलो भएर हाम्रो गाडी छुटेको थियो 2 मिनट अगाडि गएर गाडी रोकिरहेको रहेछ अनि कुद्दै कुद्दै गएर हामी गाडी चढेको अब आउने क्लिपहरू छ बर्दिवासको अनि होलसम खालको ब्याकग्राउन्ड म्युजिक राख्छौँ र क्लिपमा भाइब गर्छौँ सानो अहिले चाहिँ आइपुगेको भरताल होइन अनि हेरौँ कस्तो फर्स्ट टाइम आउँदैछु यार ब्राइटनेस बढाइ पनि गर्नु पर्यो आइरहेछ सो दिस वाज दि भरताल अनि हामीलाई बोटिङ गर्ने टाइम त थिएन हामी यसो बाटोमा पर्थ्यो अनि पसेको मात्र थियौँ तर प्लेस वाज नाइस एभोभ एभरेज आई वुड से यत्रो खासमा यो चाहिँ कसैले हेरेन त्यही भएर कि कसैले बाँच्दै छैन सब फोटो खिचिरहेको छ सबैलाई फोटो चाहिरहेको छ ठिकै पनि एक तरिकाले तर घुम्न गइसकेपछि सायद ठाउँमा धेरै फोकस गर्नुपर्छ सायद अनलेस यु आर ट्राइङ टु क्रिएट सम कन्टेन्ट होला हिँड्न ठिक परिरहेको छ यहाँबाट जानु अहिले खाजा खान बदलेको सर कस्तो भइरहेको एक्सपिरियन्स I don't know about this and this. Sleepy now and I don't have anything to explain. कस्तो भइरहेको एकदम धेरै राम्रो हैन धेरै रमाइलो भयो मलाई पनि राम्रो लागिरहेछ किन सोधेकै छैन कसैले दाइलाई सोध खाजा खान लाग्यो भेज चाउमिन भने मेरो लागि मैले भेज खाएको छु यसले नि भेज खाने आज कहाँबाट अचम्म हुन्छ न यसले बफे खाइ लास्टमा त्यही बिरोल हेर्ने अब एक दुईवटा अब यो भरततालबाट चाहिँ हामी खाजा खाएर हिँड्ला होइन मात्र तिम्रै मुख हेर्छ हामीहरु के हामीहरु नहेर्ने हो सर कस्तो भइरहेको छ एकदम रमाइलो भइरहेछ हैन अब हामीले चाहिँ यहाँ बागमतीमा आएर अहिले ठ्याक्क कति भन्दा 10:40 हुन लाग्यो हामी खाजा खाएर अब बागमती इरिगेसन हेर्न लाग्यो हाम्रो खाना चाहिँ हेटौँडामा हो अहिलेलाई घडीमा पानी बसेछ यो तिर्खा लाग्छ भने खाना लाग्यो घडीलाई तिर्खा लगाएर मैले पानी खुवाएको एकदम राम्रो कुरा मलाई पनि रमाइलो भइरहेछ अघिदेखि यही भन्न चाहिँ यसले त्यही हो हैन अघिदेखि होइन तर धेरै रमाइलो भइरहेको छ खाजा पनि खायौँ हामीले मोमो चाउमिन यो चाहिँ हैन के रे अन द ब्याकग्राउन्ड हो है बिहाइन्ड द सिन बी केयरफुल त्यही भएर हेलो भाइयों और बहनों हम हैं संदीप यादव सो यहाँबाट हामी लाग्यौँ बागमती इरिगेसन प्रोजेक्टतर्फ विच वाज आवर वान अफ द मेजर डेस्टिनेसन टु अब्जर्भ अनि सबजना रमाइरहेको थियो सबजना चिलमा थियो अन्टिल वी रियलाइज कि बाटो यताबाट होइन छ बाटो यता बन्द रहेछ यताबाट घुमेर जानुपर्ने फेरि गाडीमै जानुपर्ने थाहा नै थिएन थाहा पनि थिएन आएको पनि थिएन फर्की एक्सपिरियन्स हो मामालाई कि के छैन मेरो त्यति नै ठिक छ त्यसो अहिले चाहिँ हामी ठ्याक्क यो बागमती इरिगेसन ड्यामको पछाडिपट्टि भागमा छौँ हाम्रा मित्र साथीहरू यो चाहिँ यो उसको च्यानल मेरो हो यसको च्यानल हो हाम्रो मेन उद्देश्य के हो आज यहाँ मेन उद्देश्य भनेको अब यो बागमती इरिगेसन प्रोजेक्टमा चाहिँ भएका सबै सामानहरू चाहिँ सबै बारेमा सबै जान्ने त्यसको लागि मिलन सर लिएर आज बटुलेर चाहिँ नलाने है लान चाहिँ तर सबै जान्ने
अनि यो क्यामेराम्यानलाई पनि अब सिकाउने उद्देश्यले चाहिँ हामी आएका हौँ। हस् धन्यवाद विनोद सर हजुरको केही जान्छ यसमा हाम्रो उद्देश्य के हो यसमा अब्जेक्टिभ के भने चाहिँ अब हाम्रो नपढ्नेहरूलाई चाहिँ क्लासमा पढ्दा नआउनेहरूलाई चाहिँ हेरेर के आउँछ भनेर देखाउन लागि। हस् धन्यवाद हजुरको राय सुझाव दिएर कन्टेन्ट अगाडि थियो नि त दोस्त भन न के छ भन न के छ ठिकै छ दोस्त के कम्प्लेन केही केही कम्प्लेन छैन दोस्त यो के हो रे दोस्त यो च्यानल हो दोस्त अँ गर्छ नि भन न के हो एक्सप्लेन हाल्नु नि दोस्त एक्सप्लेन हाल्दैन दोस्तले के क्यानल रहेछ यो हामी प्र्याक्टिकल गरेको यही हो ट्र्याक्टर क्यानल हो यहाँबाट पानी जाने त्यो खेतमा जाने हो कि इरिगेसन अहिले बुझ्यो नि त भाइ यसरी अनि चाहिँ फाइनली वेयर इन द एक्चुअल डेस्टिनेसन यसको चाहिँ 1,22,000 हेक्टर जमिनमा पट्टि गर्ने हो यो बागमती सिँचाइ आयोजनाले त्यो पूर्वी र पश्चिमी क्यानल दुईटा छ पानी आउने यहाँ 36 केही प्रसारण लाइन पनि त्यहाँबाट उत्पादन गरेर त्यसले चाहिँ अहिले त्यही जानु भएको के रेगुलेटर यो चाहिँ हो भने क्यानल रेगुलेटर हो यो अगाडि उताको नि त्यो यताको छ नि त्यो क्यानल रेगुलेटर यो चाहिँ अनि वेयर पोर्सन हो कि ब्यारेज वेयर र ब्यारेज हो यो जस्तो पढेको छ त्यस्तै छ क्या खिचेर उहाँ यहाँ भिडियो खिच्नु लाग्छ अनि उहाँ गएर फोटो खिच्छु भाइ Yeah, this is me and this is This is me, myself, and I. I am a girl. Wow. I am a girl. That's a question. That's your question. Am I a girl? Yeah, I am a girl. I am talking from our side, Gender. not my I'm side. talking- He is a girl. She is a girl. Blah, The blah, man is blah, standing blah, beside blah, me is a blah, girl. ब्लगको लास्टमा जेन्डर रिभिल हुन्छ Gender reveal. सो दिस वाज इट फर बागमती इरिगेसन अब गाडी चढ्ने सायद गएर खाना खाइन्छ होला अब त्यही हो खाना खाइन्छ अब गएर अब हामी हेटौँडामा गएर खाना खान्छौँ अहिले भरे हामी इरिगेसन प्रोजेक्टहरू आयो हामीलाई धेरै खुसी लाग्यो केही तँलाई के भन्ने मलाई चिसो पानी चाहियो त्यसपछि वी वर हेडेड टु हेटौँडा जहाँ हामीले खाना बुक गरेर राखेको थियो अनि यो बाटो वाज एक्चुअली फन लाइक एक्चुअली फन सो वी ह्याड सम फन अनि हामी होटल पुग्यौँ यहाँ खाना खान लागेको होइन सो अहिले खाना खाउँ अहिले पहिले माइक जोडे खाने मैले अहिले खाना खाउँ यो फोन चार्जमा राखौँ त्यसपछि कुरा गरौँ न सो यसपछिको कहानी अर्को भिडियोमा किनकि भिडियो लामो भइसक्यो अनि मसँग एडिट गर्ने एनर्जी पनि बाँकी छैन सो मेक स्योर टु लाइक एन्ड सब्सक्राइब बाई